मध्यावधि निर्वाचन भयो। मध्यावधि निर्वाचन भइसके पछाडि पार्टीभित्र व्यापक झगडा थियो। नेताहरू एउटै मञ्चमा उभिने अवस्था थियो। त्यसैले काठमाडौँ जिल्लाको वडा नम्बर 30 मेरो घर भएको ठाउँको पार्टीको वडा कार्य समितिले एउटा आँट गर्यो। पार्टीले वडाले नै एउटा कार्यक्रम गर्ने पार्टीको इकाइले र किशुनजी र गिरजालाई एउटै मञ्चमा बोलाउने भनेर वडाले गर्ने भनेर भने। वडाले बोलाएर नेताहरू कहाँ आउनु होला भन्ने थियो। त्यही पनि हामीले कोसिस गऱ्यौँ, निम्ति लिएर गयौँ। दुईटै नेताले आउँछु भन्नुभयो। सायद दुवैजनालाई एकै ठाउँमा उभिने एउटा मञ्च पनि चाहिएको पनि थियो होला, आवश्यकता पनि भयो। र म त्यो बेलामा कति 17-18 वर्ष जस्तो कति थियो होला। मैले त्योभन्दा पहिला जीवनमा कहिले पनि माइकमा बोलेको थिएँ, न स्कुलमा न कहीँ कहिले पनि। सडकमा अलिअलि बोल्यो होला, तर माइक समातेर बोलेको थिएन। त्यसैले त्यो कार्यक्रम सबै व्यवस्थापन गरे नेपाल विद्यार्थी सङ्घ भएकोले गर्दाखेरि नेपाल विद्यार्थी सङ्घले हामी उद्घोषण गर्न पाउनुपर्छ, हाम्रो भागमा पाउनुपर्छ भन्ने हुन्छ नि। अहिले हाम्रो सरले बोलेको छ हामीले पाउनुपर्छ भन्ने छ। र अनि नेपाल विद्यार्थी सङ्घको तर्फबाट मैले बोल्ने भनेर म चाहिँ उद्घोषक भएर आएँ। तर ठ्याक्कै गिर्जाउ र किसिमले त्यो हलभित्र छिरिसके पछाडि मेरो सातो भयो। मेरो खुट्टा लगल कामै मैले छोडिदिएँ। म बोल्न सक्दिनँ भने छोडिदिएँ। त्यो बेलामा एकजना हाम्रो मनोज तिवारी भन्ने दाइ हुनुहुन्थ्यो, नेविसनको अध्यक्षमा चाहिँ मात्रै सचिव वडाको। उहाँले मलाई के भन्नुभयो भने आज तिमी यहाँ बोल्ने आँट गरेनौ भने बोल्ने नबोल्ने कुरा होइन, आँटको कुरा हो। फियरलाई जित्नुपर्छ, तिम्रो डरलाई जित्नुपर्छ। तिमी यहाँ बोल्यौ भने जीवनभरि बोल्न सक्दैन र बोल्न सक्दैन भन्नुभयो। ल हुन्छ भनेर फेरि आएँ, कार्यक्रम सञ्चालन गर्न थालेँ। राम्रैसँग कार्यक्रम सञ्चालन हुँदै गयो। अनि किशुनजीलाई बोलाउनु पर्ने थियो। अनि मैले किशुनजीलाई बोलाएँ। मलाई एकदम राम्रोसँग याद छ। मैले उहाँलाई बोलाउँदै गर्दा अब म भूतपूर्व प्रधानमन्त्री तथा सन्त नेता श्री कृष्णप्रसाद भट्टराईलाई आफ्नो कुरा राख्न अनुरोध गर्छु भने सबै किशुनजी बोल्न त्यो बसेर बोल्नु। म यसो पछाडि गएर बसेको थिएँ। अनि किशुनजीले मलाई यसरी बोलाउनु, अघि बोल्ने भाइ खोइ भन्नु, बाबु खोइ भन्नु, म यहाँ आऊ भन्नु छेउमा। त्यसपछि अहिले मलाई फेरि बोलाऊ भन्नु। फेरि गएर मैले भूतपूर्व प्रधानमन्त्री तथा सन्त नेता श्री कृष्णप्रसाद भट्टराईलाई आफ्नो अभिव्यक्ति राख्न अनुरोध गर्छु भने फेरि छेउमा बोलाउँ। बाबुले बोलेको के थाहा छ? हिजो अलमनले। अनि उहाँले मलाई भन्नुभयो म प्रधानमन्त्री भूतपूर्व बाबु, म सन्त भूतपूर्व भएँ। सन्त म अहिले पनि, सन्त पनि भूतपूर्व हुन्छ। अनि त्यसै भयो, पछि त्यतिकै सक्यो। पनि पछि धेरै पछाडि अलिअलि कुरा बुझ्दै जाने भइसके पछाडि चाहिँ त्यो किशुनजीले आफ्नो शैलीमा, हँसी मजाक गर्ने शैलीमा मलाई जीवनको सबभन्दा महत्त्वपूर्ण एउटा ज्ञान दिएर जानुभएको भन्ने मैले अहिले पनि त्यसलाई त्यसरी नै लिन्छु। र किशुनजीलाई सम्झँदै गर्दाखेरि मलाई सबभन्दा बढी यसै गरी सम्झन मन लाग्छ। यो हामी राजनीति गर्ने मान्छेले प्राप्त गर्ने जुन जिम्मेवारीहरू छ, पद छ, हामी आफूले पनि आफूलाई त्यसैको आधारमा चिन्ने बनायौँ, त्यसैको आधारमा चिनिन खोज्यौँ। जस्तो हामी पार्टीको कुनै जिम्मेवारीमा हुन्छौँ, अहिले म पार्टी सभापति छु, कोही हामी सांसद हुन्छौँ, कोही हामी मन्त्री हुन्छौँ। त्यो सबै भनेको चाहिँ खास जिम्मेवारी, त्यो पद भयो। त्यो भूतपूर्व भइहाल्छ कि त्यो त भूतपूर्व त हुन्छ, तर त्यो नागरिकबाट आर्जन गरेको जुन सामाजिक पुँजी हुन्छ त्यो चाहिँ कहिले पनि भूतपूर्व हुँदैन। त्यसले प्रधानमन्त्री भूतपूर्व हुन्छ, तर त्यो सन्त नेता भनेर उहाँले आर्जन गरेको, त्यो आर्जन गरेको के भयो? सन्त भनेको केलाई भनेको भन्दा किशुनजीले जुन लाइफ भ्यालु, जुन मूल्य चेतको साथमा किशुनजी बाँच्नुभयो, त्यसको आधारमा पार्टीका आम साथीहरूले, नागरिकहरूले किशुनजीले सन्त 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 भन्न थाले। गणेश माझीलाई त्यसै गरिकन एउटा आदर गरियो। बिपी कोइरालालाई जननायक भनेर भन्यो, आदर गरियो। त्यो प्राप्त गरेको कुराहरू चाहिँ त्यो स्थायी हुँदो रहेछ र त्यो सबभन्दा महत्त्वपूर्ण हुँदो रहेछ। मैले किशुनजीसँगको त्यो सानो केटाकेटी हुँदै गर्दाखेरिको त्यो एउटा अन्तर्क्रिया जुन रह्यो, त्यो मेरो लागि जीवनभर किशुनजीलाई सम्झने कुरा सधैँभरि सबभन्दा महत्त्वपूर्ण मैले ठान्छु। आजको यो दिनमा म सधैँ कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। जननायक बिपी कोइरालालाई सम्झन चाहन्छु र पार्टीका तमाम नेताहरू जसको कारणले गर्दा नेपालले डेमोक्रेसी देख्न पायो, नेपालको राष्ट्रियता हाम्रो बिचमा आज हामी राष्ट्रियता भनेर भन्छौँ, त्यसको जुन तत्त्व त्यसलाई बलियोसँग नेपाली माटोमा त्यसलाई स्थापित गर्ने एउटा ठुलो अभियानको नेतृत्व गर्ने हाम्रा अग्रज नेताहरू सबैलाई म सम्झन चाहन्छु, उहाँप्रति हार्दिक सम्मान पनि व्यक्त गर्छु। आज यत्रो ठुलो यहाँ जग्गाको दान भएको छ, म आज नै धर्मदायले धन्यवाद दिन चाहन्छु। पदमजी जसले शालिग निर्माण गर्ने कुरामा एक्लैले त्यो शालिग निर्माण गर्ने कुराको जिम्मेवारी लिनुभएको छ।
म उहाँलाई पनि पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरूको कारणले गर्दाखेरि आज पार्टीको यत्रो हामीसँग सम्पत्ति पनि छ। त्यो धेरै धेरै साथीहरू जम्मा भएका ठाउँ कार्यक्रम पनि गर्न पाएका छौँ। तपाईँहरूप्रति हार्दिक आभार प्रकट गर्छु। नयाँ साथीहरू थुप्रै आउनुभएको छ। तपाईँहरूलाई नेपाली काङ्ग्रेस पार्टीमा हार्दिक स्वागत छ। तपाईँहरूसँग बस्ने अन्तर्क्रिया गर्ने भन्ने हाम्रो पुरानो पहिलाको कार्यक्रम थियो। र आज समयको दबावको कारणले गर्दा आज पोखरा कार्यक्रम छ, त्यहाँ जानुपर्ने भएकोले तपाईँहरूसँग बस्ने दोहोरो अन्तर्क्रिया हुन सकेन। तर यी नजिकै पार्टी कार्यालय छ, तपाईँहरूलाई पार्टी कार्यालय बोलाएर पनि हामीले गर्न सक्छौँ। र अर्को कुनै दिन ललितपुरमा तपाईँहरूसँग मात्रै बसौँ भन्दै गर्दा हामीले धेरै केही तामझाम केही गर्दा राख्नु पर्दैन। तपाईँहरूले बोलाउनुहुन्छ, म आउँछु, तपाईँहरूसँग घन्टौँ बसेर तपाईँहरूको कुराकानीहरू हामीले सुन्ने हो। तपाईँहरूको कुराकानीहरू हामीले सुन्नुपर्नेछ। तपाईँले नेपाली काङ्ग्रेस कस्तो छ, नेपाली काङ्ग्रेस कस्तो रह्यो, कस्तो थियो, कस्तो हो, हामी कस्तो बनाउँछौँ भन्ने कुरा अब हामीले भन्ने भन्दा पनि तपाईँहरूले भर्खर जोइन गर्नुभएको नेपाली काङ्ग्रेस पार्टी तपाईँ कस्तो देख्न चाहनुहुन्छ, नेपाली काङ्ग्रेस पार्टीले के गरोस् भन्ने तपाईँको चाहना छ, नेपाली काङ्ग्रेस पार्टीले के नगरिदियोस् भन्ने तपाईँको चाहना छ, तपाईँहरूलाई हामीले सुन्ने हो। र तपाईँहरूले सुने अनुसारको पार्टीलाई हामीले बनाउने, तपाईँहरूको कुराहरू हामी सुन्न चाहन्छौँ। त्यसको निम्ति यो पटक पार्टीको वैधानिक संरचनामा हामीले के व्यवस्था गर्यौँ भने प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरि 30 वर्षभन्दा मुनिको यति सङ्ख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरू यसरी छानेर बनाएका छौँ। त्यसै गरिकन 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट 3 जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने पनि अहिले जो हामी पहिला 25 हुन्थ्यो हामीले अहिले थपेर 21 बनाएका छौँ। र त्यहाँ 3 जना साथीहरू 35 वर्ष मुनिको आउनुहुन्छ। त्यसै गरिकन नेपाली काङ्ग्रेसको केन्द्रीय समितिभित्र पनि नयाँ पुस्ताको साथीहरू त्यहाँभित्र आउने व्यवस्था गरेका छौँ। यही क्रममा अस्ति हामीले प्रजातन्त्र सेनानी सँगसँग हामीहरू बस्यौँ। उहाँले एउटा कुरा राख्नुभयो, जुन कुरा हामीलाई एकदमै महत्त्वपूर्ण लागेको छ। नेपाली काङ्ग्रेस पार्टीमा हामीले नयाँ साथीहरू पनि ल्याउनु पर्नेछ, तर पुरानो साथीहरूको सम्मान पनि हामीले सँगसँगै गर्नुपर्नेछ। हामी 4 पुस्ताको मानिसहरू एकैपल्ट यो पार्टीमा क्रियाशील छौँ। मभन्दा अगाडिका 2 पुस्ताको साथीहरू पनि यही पार्टीमा क्रियाशील हुनुहुन्छ। मभन्दा पछाडिको अर्को 2 पुस्ताको साथीहरू पनि यही पार्टीमा क्रियाशील हुनुहुन्छ। नेपाली काङ्ग्रेस आफै एउटा राष्ट्रिय शक्ति पनि भएको हुनाले गर्दा जसरी हामी सबै जात जाति भाषाभाषी नेपालभरिको सबैलाई जोड्ने सबैभन्दा ठुलो शक्ति कुन चाहिँ हो भनेर भन्यौँ हामी काङ्ग्रेस हो भनेको जस्तै सबै पुस्ताको मान्छेलाई जोड्ने शक्ति पनि नेपाली काङ्ग्रेस बन्नुपर्छ। त्यसका निम्ति हामीले नयाँ पुस्ताको साथीहरूलाई पनि पार्टीमा स्वागत पनि गर्नुपर्ने छ, उनीहरूको कुरा पनि सुन्नुपर्छ। उनीहरूलाई केवल फेरि यो टोकन जस्तो ल्याएर 2 जना 5 जना ल्याएर राखेर मात्र हुँदैन। हामी कार्यक्रममा आएको बेलामा हामीसँग आऊ मञ्चमा बस्छ भनेर मात्र हुँदैन। उनीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ, उनीहरूको कुरा हामीले सुन्नुपर्छ, उनीहरूको दृष्टिकोण हामीले बुझ्नुपर्छ। उनीहरूको सोचाइ हाम्रा कतिपय सन्दर्भमा हाम्रोभन्दा धेरै भिन्न छ, धेरै फरक छ। राजनीतिक पार्टीकै सन्दर्भमा उनीहरूको अपेक्षाहरू फरक छ, त्यो कुरा हामीले सुन्नुपर्नेछ। र नयाँ पुस्ताको साथीहरूलाई पनि मेरो आग्रह के छ भने अहिले एउटा हामी अस्ति एउटाले कसले मलाई भन्दै हुनुहुन्थ्यो, पहिला यो क्लास एनिमी भनेर भन्थ्यो, वर्ग शत्रु भनेर। अहिले चाहिँ वर्ग शत्रु कोरे भनेर कसैको लागि वर्ग शत्रु कोरे भनेर भन्दै गर्दा चाहिँ 60-65 वर्ष नाएको त्योभन्दा माथिका सबै वर्ग शत्रु हो। यसरी चाहिँ सोसाइटी जसरी सोच्न थाल्यो हामीले कि यो ठिक त्यो यो बेठिक भनेर त्यसबाट नेपाली काङ्ग्रेस पार्टीले बाहिर निकाल्यो। जसरी हिजो कुनै बेलामा संविधान सभामा संविधान निर्माण गर्ने बेला एउटा अवस्था कस्तो बनेको थियो, हामी एकैपल्ट केमा डिभाइड भयो, हामीले एकैपल्ट केमा डिभाइड भयो भनेदेखि पनि हामी विभिन्न जाति समुदायको नाममा डिभाइड भयो। यद्यपि के हुन्छ, हामी जहिले पनि सोसाइटीमा हामी एकैपल्ट मल्टिपल आइडेन्टिटिज बोकेर बसेका हुन्छौँ। म यहाँ मञ्चमा बस्दै गर्दाखेरि म आफैले मेरो आफ्नै पहिचानहरू बहु-पहिचान हुन्छ, मल्टिपल आइडेन्टिटी बोकेर बसेका हुन्छ। तर राजनीतिले त्यो मल्टिपल आइडेन्टिटी बोकेको कुरालाई समायोजन गर्ने ताकत राख्यो भने समाजमा शान्ति हुन्छ। तर राजनीतिले मल्टिपल आइडेन्टिटी मध्ये एउटा आइडेन्टिटीलाई मात्रै टिपेर त्यहाँभित्र चाहिँ घृणाको बीजारोपण गरिदियो भने समाज द्वन्द्वतिर जान्छ। हामीले कुनै एउटा बेलामा त्यो अवस्था देख्यौँ। नेपाली काङ्ग्रेस पार्टी आयो, यसले समाज सबैको पहिचानको सम्मान हुनुपर्छ, सबै जाति भाषा धर्म संस्कृति सबैले समान सहभागिता पाउनुपर्छ, सबैले सम्मान पाउनुपर्छ, सबै भाषा बराबर, सबै जाति बराबर हो भन्ने मान्यताका साथ हामीहरू आयौँ। त्यस्तै सोच अहिले फेरि काङ्ग्रेसमा चाहिएको छ। अहिले केमा चाहिएको छ भने सबै पुस्ता बराबर हो भन्ने मान्यता स्थापित गर्नुपर्नेछ। अग्रजहरू पनि अब के अग्रजको अनुभव नेपालको ठुलो पुँजी हो। आज म यसो हेर्नु, शासन सत्तामा रहेको साथीहरू पनि कुरालाई बुझ्नुपर्छ। हामीहरूसँग यति धेरै ठुलो नेपालमा अनुभव प्राप्त गरेको पुस्ता छ, सबैतिर छ। त्यो अनुभव प्राप्त गरेको पुस्ता राजनीतिक दलमा छ, प्रशासनमा छ, समाजमा छ, सबैतिर छ।
त्यो अनुभव धेरै ठुलो शक्ति हो, धेरै ठुलो पुँजी। त्यो अनुभवलाई पनि हामीले जोड्नुपर्ने छ, नयाँ पुस्ताको एनर्जीलाई पनि जोड्नुपर्ने छ। नयाँ पुस्ता नयाँ एनर्जी लिएर आएको छ, नयाँ जोस लिएर आएको छ, नयाँ दृष्टिकोण लिएर आएको, उड्न चाहन्छ। उसँग भएको एनर्जी तपाईँ हामीसँग भएको एनर्जीसँग त्यो म्याचै गर्दैन। त्यति धेरै एनर्जी बोकेर आएको छ र त्यति धेरै नयाँ दृष्टिकोण पनि बोकेर आएको छ। तर यो सबैको बिचमा चाहिँ द्वन्द्व गराउने कि यो सबैको बिचमा समायोजन गर्ने नेपाली कङ्ग्रेस पार्टी नयाँ पुस्ताको जो साथीहरू काङ्ग्रेसमा आइराख्नु भएको छ, मेरो पार्टीको तर्फबाट तपाईँलाई स्वागत गर्दै म तपाईँले कुरामा एस्योर गर्न चाहन्छु र तपाईँहरूबाट त्यही कुरा अपेक्षा गर्छु। हामी सोसाइटीमा पनि सबैलाई एकोमोडेट गर्न चाहन्छु, सबैलाई मिलाएर लिएर जान चाहन्छु। जसरी यो जात जाति भाषा धर्म सबैलाई मिलाएर लिएर गयौँ, आज हामी पुस्ता पनि सबैलाई मिलाएर लिएर जान चाहन्छौँ। हामी हजुरबा पुस्तालाई पनि सँगै लिएर जान चाहन्छौँ, हामी नाति पुस्तालाई पनि सँगै लिएर जान चाहन्छौँ। हामी सबैलाई सँगसँगै हिँडाउन चाहन्छौँ। नेपालको अर्को एउटा समय केमा खेर फाल्नु हुँदैन भने, यो टिकट केमा खेर फाल्नु हुँदैन भने कुन चाहिँ पुस्ता राम्रो भन्ने कुरामा खेर फाल्नु हुँदैन। नेपालभित्र भएका सबै पुस्ताको हाम्रा आफ्ना विशेषताहरू छन् र ती सबैले एकचोटि लिएर जानुपर्छ भन्ने ताकत हामीले राख्नुपर्छ। त्यसका निम्ति नेपाली कङ्ग्रेस पार्टीले वर्क गर्नुपर्छ। त्यसैले मेरो पार्टीका सबै अग्रजहरूसँग अनुरोध छ, मञ्चमा आउँछ यहाँ आउनुहुन्छ अनुरोध छ, हामीले आज मेहनत गरेर नयाँ पुस्ताका साथीहरूलाई पार्टीमा ल्याउनु पर्ने छ। मैले यो भनेको नयाँ कतिपय साथीहरूले यसलाई कसरी बुझिदिनु भएको छ वा सोचिदिनु भएको छ भने म अनुरोध गर्न चाहन्छु, यसलाई अलिकति फरक नगरी सोचौँ। त्यो के कुरामा हो भने हामीले भोट खोजेको हो, नयाँ पुस्ताको मान्छे लिएर आउँ, नयाँ उमेरको चाहिँ 18-20 वर्षको 17-18-20-22 वर्षको केटाकेटीहरू, नयाँ पुस्ताको साथीहरू, तरुणहरू, नौजवानहरू पार्टीमा लिएर आउँ र पार्टीमा ल्याइसके पछाडि चाहिँ अलिक पछाडि चाहिँ हाम्रो निम्ति मतदाता बन्छ भन्ने होइन। त्यो मतदाताको एङ्गलबाट बाहिर निस्कनु पर्नेछ। हामी कहिलेकाहीँ कसरी सोच्ने हामीहरू भयो भने पार्टीभित्र पनि हामीहरू प्रतिस्पर्धा गर्छौँ। प्रतिस्पर्धा गरेको हुनाले गर्दा हाम्रो एउटा पार्टीको वर्करमा हाम्रो दिमागमा हामीलाई के आइराख्नु हो भने हाम्रो प्राथमिकता चाहिँ कि पार्टीको अधिवेशन छ। सधैँभरि हामी एक अर्कासँग लडिरहेछौँ, जुधिरहेछौँ, के को लागि भन्दा पार्टीको अधिवेशन छ। अनि त्यो पार्टीको अधिवेशन सकिन साथै के आउँछ भन्दा देशको चुनाव आउँछ। जम्मा काङ्ग्रेस पार्टी हुनुको अर्थ जम्मा दुईवटा छ, कि पार्टीभित्रको चुनाव कि पार्टी बाहिरको चुनाव। त्यो हो त पटक्कै होइन। यो जुन सरले भन्नुभयो, हाम्रो पार्टीको नेताहरूले 30 वर्ष, म कहिलेकाहीँ सम्झन्छु 30 वर्षसम्म पञ्चायतसँग लड्दै गर्दाखेरिको त्यो प्रेरणाको आधार के थियो होला? त्यो बेलामा न सत्तामा जाने कुरा थियो, न सरकारमा जाने कुरा थियो। त्यो बेलामा मात्र होइन, म यो पछाडि जाँदै गर्दाखेरि म एउटा पश्चिमको कार्यक्रममा जाँदाखेरि जहिले पनि याद गर्छु नेपाल विद्यार्थी समितिको कार्यक्रम। त्यो कार्यक्रममा एकजना महिला हुनुहुन्छ, सबैले हामी जय नेपाल भनेर राख्छौँ, थारू महिला हुनुहुन्छ। नेपाल विद्यार्थी समितिको कार्यक्रम छुटाउनुहुन्न किनकि उहाँको छोरा नेपाल विद्यार्थीमा काम गर्नुहुन्छ। उहाँ 60 सालतिर जस्तो घटना लाग्छ मलाई। के गरिएको छ, छोरालाई माओवादीहरूले मार्यो र मार्दै गर्दाखेरि छोरा मारेको आमाले हेर्नुपर्छ, आमाको हात बाँधेर आमामा छोरालाई काटेको छ, छोरा हेर्नुपर्छ। त्यो आमा अहिलेसम्म प्रत्येक कार्यक्रममा आउनुहुन्छ, जय नेपाल भनिसकेपछि त्यो एउटा जय नेपालको सम्बोधनले पुग्छ। म देशभरि घुम्दै गर्दा म यति धेरै यस्तो मान्छेहरू हेर्छु जसको सिङ्गो परिवार नेपाली काङ्ग्रेसमा गएको छ। त्यो काङ्ग्रेसमा गएको छ भन्ने कुरा केमा गर्नु, काङ्ग्रेसमा लगाएको छ भन्ने कुरा केमा लगाएको थियो? त्यो कुनै पदसँग जोडिएको कुरा हो, कुनै आर्जनसँग जोडिएको कुरा हो, शक्तिसँग जोडिएको कुरा हो, सत्तासँग जोडिएको कुरा हो। त्यो नेपाली कङ्ग्रेस पार्टी सत्ताभन्दा धेरै फराकिलो कुरा, धेरै गहिरो कुरा। तर पछिल्लो केही वर्षहरूमा हामीले यसलाई के बनायौँ, म कसैलाई दोष पनि दिन्छु, हामीले यसलाई के बनायौँ पछिल्लो वर्षमा, खास गरेर 2072 देखि 2082 को 10 वर्ष हामीले हेऱ्यौँ भने, त्यसरी मैले भने यी 10 वर्ष नेपालको राजनीतिका काला वर्षहरू हुन्, अँध्यारो वर्षहरू हुन्। यी 10 वर्षमा हामीले गम्भीर गल्तीहरू गर्यौँ। यो 10 वर्ष हामीले कस्तो लाग्यो भने सत्ता नै सबै कुरा, शक्ति नै सबै कुरा, योभन्दा अरू कुरा के पनि छैन। त्यसबाट बाहिर निस्कनुपर्छ, प्रिन्सिपलको कुरामा हामीले स्ट्यान्ड गर्नुपर्छ। अहिले हामीहरू प्रदेशकै सरकारको सन्दर्भमा यी साथीहरूले मलाई सोध्दै हुनुहुन्थ्यो, भाइ तपाईँहरूको के हुन्छ भनेर, के हुन्छ परिणाम मलाई थाहा छैन। तर प्रिन्सिपलको कुरामा नेपाली काङ्ग्रेस पार्टीले कम्प्रोमाइज गर्दैन। हिजो हामीले गल्ती गर्यौँ, अब हामीले गर्छौँ। अहिले एउटा प्रस्ताव के आइरहेको छ, तिनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भनेको रङ हुँदैन, यो नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ। तिनवटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको के हो? तिनवटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्ष विहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला। तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुऱ्यायो? एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। को सरकार पक्ष हो, को प्रतिपक्ष हो थाहा छैन। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै
बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट हुनु काङ्ग्रेस मात्र हो। नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ। यो नेपाली काङ्ग्रेस, हामी अहिले आएको नेपाली काङ्ग्रेसको अहिलेको हाम्रो यो 3 इयर अब भनेको हामीले म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु, अहिले अब हामीले बदल्ने भनेको चाहिँ के बदल्ने? हाम्रो कार्यालयहरू त्यही हुन्, हाम्रो भवनहरू त्यही हुन्, हाम्रो नेता त्यही, हामी मान्छे पनि त्यही, हाम्रो सोच्ने तरिका बदल्ने, हाम्रो प्रायोरिटिजहरू बदल्ने र त्यो गर्न कहीँ जानु पर्दैन। हाम्रा नेताहरू नै हाम्रा नीति गणेश मानले, किशुनजीले, बिपीले, सुवर्ण शमशेरले, यी नेताहरू अब लगायत थुप्रै नेताहरू हुनुहुन्छ, अझ गाउँ गाउँमा हुन्छ, सांसद नेताहरू पनि हुनुहुन्छ, जिल्ला जिल्लामा हुनुहुन्छ। यहाँ अघि जितेन्द्रले चर्चा गर्नुभयो त्यस्ता कति नेताहरू हुनुहुन्छ। उहाँहरूको हिजो अप्ठ्यारो बेलामा नेपाली कङ्ग्रेस पार्टी जसरी चलाउनु भएको हो त्यसबाट सिकेर यो बेलामा नेपाली कङ्ग्रेस पार्टी त्यसरी मात्रै चलायौँ भने हामीले आगामी पुस्ताका निम्ति सबैभन्दा गौरव गर्ने पार्टी काङ्ग्रेसलाई बनाउन सक्छौँ। मैले सम्झिन्छु, म क्लास 9 मा थिएँ त्यतिखेर नेपाली कङ्ग्रेसको झन्डा बोकेर बाल काङ्ग्रेस भनेर हामीहरू दौडी हिँडेको। त्यो बेलामा क्लास 9 को म काठमाडौँको प्राइभेट स्कुल पढेँ। त्यहाँ हामी त कुनै नेपाली विद्यार्थी सङ्घ सङ्गठन गरेर आएर कसैले आएर हामीलाई सङ्गठन गराए पनि हो। तर त्यो क्लास 8, 9 मा पढ्दै गर्दाखेरि नेपालको सबैभन्दा ठुलो मान्छे को भनेर भन्यो, हामी बिपी गोराला भनेर भन्थ्यौँ र हामी चाहिँ बाल काङ्ग्रेसको झन्डा बोकेर हिँड्थ्यौँ। त्यो क्लास 8, 9 मा पढ्ने बच्चाको लागि काङ्ग्रेस भनिसके पछाडि चाहिँ इतिहासको पार्टी मात्र थियो, एउटा फ्युचरलाई सबभन्दा राम्रो बनाउन सक्ने पार्टी बनाउँछ। त्यस्तो काङ्ग्रेस अहिले बनाउनु, त्यस्तो काङ्ग्रेस बनाउन सकिन्छ किनकि त्यो तत्त्व हामीभित्रै छ, त्यो गुण हामीभित्रै छ। तर त्यसको लागि गएको 8-10 वर्षभित्र भएका गल्तीहरू, यी कमजोरीहरू सबलाई छाडेर त्यो लुतो फ्याँकेको जस्तो त्यसलाई फ्याँकेर नयाँ जोसका साथमा, नयाँ सोचका साथमा, नयाँ यो हाम्रा नेताहरूबाट प्रेरणा लिएर त्यसबाट आएर सोचका साथमा हामीहरू जाने कुराको सङ्कल्प चाहिएको छ। ललितपुर नेपाली काङ्ग्रेसले यो सन्दर्भमा प्रारम्भबाटै जसरी आफूलाई परिवर्तनको पक्षमा उभ्याएको छ, सबै साथीहरूले समेटेको छ, हिजोका सबै कुरालाई बिर्सेर अब सबै साथीहरूले समेटेर अगाडि जाने कुराको सन्दर्भमा अहिले पार्टी सभाले भनिसक्नु भएको छ। थप तपाईँले काम गर्नुहुन्छ भन्ने विश्वास राख्दै र आजको यो कार्यक्रमको निम्ति हार्दिक धन्यवाद दिने मेरो कुरा टुङ्ग्याउँछु र नयाँ आउनुभएको साथीहरूलाई फेरि नेपाली कङ्ग्रेसको 82 सदस्य मैले एक पुस्तक सरोजलाई दिएको छु, प्रक्रिया कुराहरू तपाईँले तुरुन्तै यसमा भर्नुहुन्छ र तपाईँहरूले पनि आज जो वडाको साथीहरू आउनुभएको छ, क्षेत्रको साथीहरू आउनुभएको छ, यहाँबाट फर्किसके पछाडि साउन 6 गतेको कार्यक्रममा हामीले यसलाई टुङ्ग्याउँछौँ। अब हाम्रो सदस्यताको कुरा टुङ्गिन्छ, त्यसको लागि अधिवेशनतिर लाग्छौँ। तर यो बाँकी रहेको 3-4 दिनमा नयाँ पुस्ताको साथीहरूलाई पार्टीमा जोड्ने कुरामा तपाईँहरू पनि लाग्दिनुहुन्छ भन्ने विश्वास गर्दै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय हिन्द।